नमस्कार दर्शकबिन, संसारको जुन कुनाबाट हेर्दै हुनुहुन्छ, देश तथा विदेश जुन ठाउँबाट हेर्दै हुनुहुन्छ, स्वागत छ युट्युब च्यानल महेन्द्र फलकमा। बिहानीको मिरमिरे घामसँगै आज म चाहिँ मेरो दिनको सुरुवात चाहिँ आज साइक्लिङबाट हुँदैछ। साइक्लिङमा म चाहिँ आज नेपालबाट उपहार ल्याएका ती दुईवटा हात्ती हेर्न जाँदैछु साथीहरू। त्यहाँसम्म जानलाई चाहिँ धेरै टाढा छ, लगभग यहाँबाट 47 किलोमिटर जति छ। अब त्यहाँसम्म साइकलमा चाहिँ अब सकिएन भने मैले बिचबाट चाहिँ ट्याक्सी बुकिङ गरेर जानेछु। त्यहाँसम्म जाँदाखेरिको अनि त्यहाँबाट त्यो हात्तीलाई पुरै मैले त्यहाँको हात्तीलाई चाहिँ कस्तो सुविधा छ, के छ, सबै कुरा त्यहाँ बस्ने वासस्थानहरू कस्तो छ, सबै कुरा मैले टोटल भिडियोमा देखाउनेछु। पुरा भिडियो हेर्नुहोला। हेलो गाइज, अब म कहाँ छु भन्दाखेरि तपाईँहरू सक्त परिराख्नु भयो होला, कहाँ पुग्यो त यो भनेर। म चाहिँ अहिले लुसेलमै छु। लुसेलको यो फुटबल स्टेडियममा छु अहिले, स्टेडियमको यो रोड साइडमा। अहिले कतार कप भइरहेको थियो नि, त्यो चाहिँ यसमै भइरहेको थियो। सबैले हेर्नुभयो होला, एकदम बवाल खेल भइरहेको थियो। No liar, we own the night, city saviors admired. Champagne, whips outside, growling and just spit flame. Whole squad got vision, we our own lane. Money monopoly, the block is embossed. Took the L's and turned them to a win-loss cost. Cash machines, humming bands ain't soft. Street dreams packaged, no matter the cost. हेलो दर्शकबिन, हेर्नुहोस् आज कुन दुनियाँमा छु म। हेर्नुहोस् पुरा भिडियो। यस्तो ठाउँमा छु आज म चाहिँ होइन। मैले लगभग अहिले चाहिँ मेरो 32 किलोमिटर चाहिँ पार भएछ। साइकलमाथि जानलाई चाहिँ धेरै सम्म ठाउँ छ, धेरै उकालो ओह्रालो छैन, त्यही भएर मैले चाहिँ साइकलमै जाने निर्णय गरेको छु। म चाहिँ अहिले बिचबाटोमै छु। बिचबाटै छु। हेर्नुहोस् कतारको सुविधा भनेको चाहिँ यस्तो छ कि अब साइकल जानलाई चाहिँ यस्तो बनाइरहेछ, आउने यो चाहिँ उता जाने टाइपको बनाइरहेछ। अनि यो चाहिँ मान्छे हिँड्नलाई, यो चाहिँ मान्छे हिँड्नलाई हो। यहाँ चाहिँ फिलै अर्कै आउँछ क्या, फेरि टक्क हिँड्दाखेरि पनि नरम टाइपको कार्पेट बिछा जस्तो छ कि होइन। ठाउँ चाहिँ यहाँ यस्तो छ। रोड, मेन रोड चाहिँ त्यता हो। मेन रोड चाहिँ त्यताबाट गाडी जाने यस्तो सुविधा छ कि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यो मान्छे हिँड्ने, यो साइकल आउने जाने छुट्टै छुट्टै आइदिएछ। फाइनली साथीहरू जूमा पनि आइहाल्छ। अब यहाँ भित्र जान्छु म होइन। भित्र चाहिँ के पाउँदो रहेछ यो जूमा, अनि त्यस पछाडि हाम्रो नेपालबाट ल्याएको हात्तीहरू पनि मैले देखाउने छु। पुरा भिडियो हेर्नु होला। सो एक्साइटेड छु, हेरौँ के हुन्छ कस्तो हुन्छ, पुरा भिडियो हेर्नु होला। भित्र पनि इन्ट्री भयो होइन, तर लास्टै गाह्रो रहेछ यहाँ चाहिँ। किनभने चाहिँ अब त्यो अनलाइन सिस्टम रहेछ, टिकट सिस्टम। अब अनलाइनमा मेरो कार्डमा चाहिँ पैसा पनि थिएन। मैले जसोतसो अब साथीहरूलाई त्यहाँ बाटोमा के भन्छ बाहिर बसेको केटाहरूलाई अब कोही कसैलाई गुहार प्रसार गरेर भित्र चाहिँ इन्ट्री भएँ। ल अब यी भित्रको म पुरा भ्यू देखाउँछु। अनि हाम्रो साथै हाम्रो नेपालबाट ल्याएको
नेपालबाट ल्याएको हात्तीहरू पनि देखाउँछु ल है पुरा भिडियो हेर्नु। फाइनली साथीहरू नेपालबाट ल्याएका रुद्रकली र खगेन्द्र हात्ती चाहिँ यहाँ छन्, मजाले घाँस खाइरहेछन्। यहाँ चाहिँ राम्रो रहेछ सुविधा, मजाले घाँस खाइरहेछन्। अब अहिले त वेदर पनि अब चिसो मौसम छ, त्यही भएर पनि अब होला अलिक गर्मीमा चाहिँ अब कसरी सर्भाइभ गर्छन्, तर अहिले चाहिँ ठिक छ, राम्रो छ जे होस्। नेपालमा हुँदाखेरि चाहिँ यिनीहरूले माला लगाइदिने के कामहरू धेरै गरेछन् गरे, ट्यालेन्टेड हात्ती हुनु हुन त। तर अब यहाँ भर्खरै ल्याएको भएर त्यस्तो अब चाहिँ भएको छैन, बिस्तारै हुन्छ होला होइन। कस्टमरहरूसँग टुरिस्टहरूसँग भेटघाट गर्ने, मालासाला लगाइदिने पछि बिस्तारै हुन्छ होला। अहिले चाहिँ भर्खरै ल्याएको भएर मजाले घाँस हालिया छन् होइन, मजाले बारबेर गऱ्यो। हात्तीको लागि चाहिँ यो पानी पिउनलाई चाहिँ यता होला कि कुवा फेरि होइन, त्यो सुविधा राम्रो छ, यस्तो छ होइन। यहाँ चाहिँ सुविधा राम्रो रहेछ। Fire went out, lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started.
भिडभाड यो हात्ती आएदेखि होला सायद मान्छेको भिडभाड धेरै रहेछ। अब दिनौँदिन मान्छेहरूको भिडभाड चाहिँ हुन्छ जस्तो लागेको मलाई त्यो हात्ती आएदेखि। पहिला चाहिँ कस्तो थियो मलाई अब फर्स्ट टाइम आएको होइन, टाढा पनि धेरै टाढा छ, त्यस भिडभाड धेरै छ, सायद हात्ती हेर्न होला। यहाँ पुरै घुमेर पनि भ्याइयो। अब चाहिँ घरमा रुममा जानुपर्छ। सो साइकलको हेलमेट चाहिँ यहाँ छ, साइकल चाहिँ मैले बाहिर छोडेर आएको छु। अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। ल नेक्स्ट भिडियोको लागि नेक्स्ट टपिक लिएर आउनेछु। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो।